केपी शर्मा ओलीले अहिलेको सरकार बल मिच्याङले बनेको टिप्पणी गरेका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा उनले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको बताएका छन्। उनले भने अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नको लागि शर्त राख्नुभयो। संसद विघटन भए मात्र बन्छु, नत्र देशमा जेनजीले आगो बाल्छन्। लोकतन्त्रको जग भत्काउने शर्तमा उहाँ नेतृत्वमा पुग्नुभयो। संविधान भन्दा बाहिर गएर प्रधानमन्त्री बन्नको लागि कार्की 23 र 24 गते जेनजी बनेर सडकमा उत्रिएको ओलीले बताएका छन्। राष्ट्रपतिले फागुन 21 को चुनाव गर्न भनेर तोकिदिएको उनले बताए। उनले थपे यो सरकार नेपालीको होइन, अरू कसको हो भन्ने थाहा छैन। उहाँहरू खास एउटा उद्देश्यले काम गरिराख्नु भएको छ। कहिले केपी ओलीलाई पक्राउ गर्न राति 3 बजेसम्म बैठक गर्ने, कहिले केपी ओलीको पासपोर्ट रोक्ने, अनि अहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने। यस्तो तमासा नगर्नु। यस्ता राष्ट्रिय युवा संघ नेपालले काठमाडौँको 3 कुनीबाट मोटरसाइकल र्याली निकालेर शक्ति प्रदर्शन गर्न लागेको हो। नेकपा एमालेका नेता महेश बस्नेतले बिहीबार यस बारेमा जानकारी दिएका हुन्। नेकपा एमाले केपी अध्यक्ष ओली र महेश बस्नेत छाती फर्काएर हिँड्दैनन्। हिजो राणा पञ्चायत र शाही शासन माओवादीलाई युथ फोर्स बनाएर कान्छी औंलाको भरमा लडेको महेश बस्नेतकै टोली हो। केपी ओलीलाई छोई देशभर आगो बल्छ। युवा संघका पूर्व अध्यक्ष समेत रहेका नेता बस्नेतले गृहमन्त्री ओम प्रकाश अर्याललाई हावा भरेका जेनजीको उक्साहटमा नलाग्न चेतावनी दिएका छन्। भ्रष्टाचारीलाई छानबिन गर्न एमाले सहयोग गर्न तयार रहेको बताए। उनले सबैभन्दा ठूलो भ्रष्टाचारी वर्तमान ऊर्जा मन्त्री कुलमान घिसिङ रहेको बताए। यस्तै उनले अर्थमन्त्री रामेश्वर खनालको पैसा कहाँबाट आयो भन्दै प्रश्न पनि गरेका छन्। बस्नेतले भदौ 24 गतेको घटनामा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र जेनजी अगुवा